जेनी हजुर 77 नम्बर है हेलो फ्यामिली नमस्ते स्योफुल छ्याज्यालो म जिन तमसे तर्फले सर्वेले शुभकामना हे मुस्या छ्या मम छ्या मस्या लु मम लु मस्या लु मम अर्थात् संस्कार हराए संस्कार हराउँछ संस्कार हराए संस्कृति हराउँछ र संस्कृति हराए मानवको अस्तित्व नै हराउँछ भन्ने मन्त्रको साथमा तमु समुदायको महान पर्व तमु ल्होसा 2082 को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने तमु गुरुङ लगायत समस्त नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना आशीर्वाद व्यक्त गर्न चाहन्छु। जय तमु जय बुद्ध। हजुर हस् थ्याङ्क यू।
म हार्दिक अनुरोध गर्दछु। डिजे भाइ राष्ट्रिय गान गाइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। कलाकार भाइ बहिनीहरूबाट राष्ट्रिय गान प्रस्तुत हुँदैछ। सबैलाई यथार्थ स्थानमा उभिएर सहयोग गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। प्रकृतिका कोटि कोटि सम्पदाको आचरण वीरहरूका राजन गर्ने स्वतन्त्र ज्ञान भूमि शान्ति भूमि तारै पानी वन अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छ विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। तिमीले जनाले मुसर धुले जनाले। धन्यवाद। सिलगढी नासा काठमाडौँ परिवारले आयोजना गरेको प्रथम लोछार कार्यक्रम 2082 प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरी कार्यक्रमको गरिमा सुशोभित बताइदिनु भएकोमा तपाईँ लेफ्टेनेन्ट विष्णु कुमारी गुरुङज्यूलाई यो मायाको चिन्ह प्रदान गरिएको छ र यो हाम्रो सिलगढी नासा काठमाडौँको अध्यक्ष श्री कर्णबहादुर गुरुङज्यूबाट मायाको चिन्ह प्रदान गरिदिनु हुनको म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। हामी गुरुङहरूको संस्कार संस्कृति अबको मैले प्रस्तुति सानो मनोरञ्जन घाटु नाचको प्रस्तुति गरेको छु र घाटु नाचको भाइ बहिनीहरूलाई मञ्चमा आएर आफ्नो प्रस्तुति प्रस्तुत गर्नु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद।
होइन कलाकार वरिष्ठ गायिका पुनम गुरुङज्यूलाई उहाँको प्रस्तुति दिन हुनलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। धेरै धेरै धन्यवाद हजुरलाई। आज सिरुबारी नासा काठमाडौँले आयोजना गरेको यो ऐतिहासिक तमुको पर्व हाम्रो लोसार, यस कार्यक्रममा सम्पूर्ण हाम्रो स्टेजमा रहनुभएका मानिसहरू व्यक्तित्वहरू र सँगै हाम्रो तमु कलाकार सङ्घका हाम्रो संस्थापक कलाकार सङ्घका संस्थापक हाम्रो आदरणीय राजदादा, मलाई आज यहाँ सम्झेर बोलाइदिनु भएकोमा यहाँहरू सबैजनाप्रति एकदमै हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्न चाहन्छु र सबैजनालाई लोसारको धेरै धेरै शुभकामना पनि व्यक्त गर्न चाहन्छु। सर्वप्रथम मेरो नाम चाहिँ पुनम गुरुङ, यहाँहरू धेरैजनालाई थाहा नहुन सक्छ मेरो बारेमा। मेरो नाम चाहिँ पुनम गुरुङ हो र अहिले नेपालको एकदमै चर्चित रियालिटी सो द भोइस अफ नेपालमा चाहिँ म एउटा पार्टिसिपेट छु, प्रतिस्पर्धीको रूपमा रहेको छु र ब्लाइन्डदेखि ब्याटलदेखि नकआउटदेखि गर्दै अहिले चाहिँ म लाइभ राउन्डमा पनि प्रवेश गर्न सफल भएको छु। एकदमै खुसी लागिरहेछ। अनि अबको आजभन्दा अघिल्लो दिनहरूमा पनि पक्कै पनि हाम्रो आदरणीय दाजु अनि लगायत सम्पूर्णले धेरै सपोर्ट र साथ दिनुभएको थियो र भोलिको दिनमा पनि यहाँहरूबाट त्यस्तै माया, साथ र आशीर्वादको पक्कै पनि अपेक्षा राखेको छु है। धेरै बोल्नुभन्दा पनि एक दुईवटा प्रस्तुति दिन नै चाहन्छु, किनभने मेरो अर्को ठाउँमा पनि 2 ठाउँमा जानुपर्नेछ आज नै। सो यहाँहरूलाई केही साङ्गीतिक मनोरञ्जन दिन चाहन्छु। ट्र्याक बजाइदिनुहुन्छ कि? सबैजनाले नाचेर साथ दिनुपर्छ है। हुन्छ कि हुँदैन? नाच्नुहुन्छ कि नाच्नु हुँदैन? नाच्नु पर्यो है अगाडि आएर। Hare Ramaya
I'm back home and hope you enjoyed today's vlog. Thank you so much for watching till the end. Please don't forget to like, share and subscribe for more. I'm always thankful for your love, time and support. Keep smiling and stay happy. Bye bye friends.